यो माननीयको नाउँ पार्वती विक हो, जो नेकपाको समानुपातिक कोटाबाट सांसद बनेका छन्, तर उनका अभिव्यक्ति सुनेर जुत्ता लिएर हुर्काउन मन लागिरहेछ। पिजन हलमा भगवत गीता राखिनु, त्यसपछि गएर संसदको बैठक सुरु हुनुभन्दा अगाडि भजन को ध्वनि सुरु गरिनु, यो कतै धर्मनिरपेक्षताको विरुद्धमा त छैन, के ट्रायल गर्न खोजिएको हो? म चाहिँ यो संसदलाई मैले जानकारी गराउँछु। यदि यो राष्ट्रप्रति राष्ट्रभक्तिका गीत रचना गर्ने कलाकारहरूको स्वर यहाँ छ कि छैन, बरु तिनी ध्वनहरू राखिएको भए हामीलाई सांसदहरूलाई यो राष्ट्रप्रेमी भावना चाहिँ जाग्थ्यो कि? जो डलरको लोभमा आफ्नो धर्म त्यागी अर्काको धर्म अपनाउँछ, त्यस्ता मान्छेले देशभक्ति सिकाउने, हिन्दूको दाना पानी खाएर हिन्दूको देशमा बसेर हिन्दूको करबाट आफ्नो तलब भत्ता लिने र हिन्दूकै भोटबाट आफू समानुपातिक संसदसम्म बन्ने र हिन्दूलाई नै इन्काउन्टर। यो नलायक संसदलाई म भन्न चाहन्छु कि श्रीमद् भागवत त्यो एउटा किताब होइन, त्यो जीवन हो, जो आफ्नो राष्ट्रसँग प्रेम गर्न सिकाउँछ, जो आफ्नो आमा बुवालाई प्रेम गर्न सिकाउँछ, आफ्नो देशप्रति वफादार हुन सिकाउँछ। मान्छे मान्छे बीचको प्रेम, मान्छे र जीव जन्तु बीचको प्रेम केवल यति मात्र होइन, समस्त सृष्टि बीचको प्रेम सिकाउँछ हाम्रो धर्म संस्कृति र श्रीमद् भागवत गीताले। त्यसैले सभामुख लगाएर बालन सरकारलाई यो कुरामा ध्यान आकर्षण होस् र यस्ता अभिव्यक्तिलाई संसदको रेकर्डबाट तुरुन्त हटाइयोस्।